जनता जतिले बालिनलाई भोट हाल्छन्, भेडा जतिले ओलीलाई भेडा हाल्छन्। हजुरको शुभ नाम? रासोपाका कार्यकर्ताहरूमाथि यतिखेर पनि यहाँ एमाले दादागिरी देखाइरहेको छ, कसरी लिइरहनु भएको छ? अब यो अब सुता हार्छु भनेर हो कि यो के हो, भोटले जित्छु भन्ने नभएपछि चाहिँ अनि अब अरूलाई हेलमेटले हान्ने त्यस्तो त गर्न पाइँदैन नि त। दुई दलको भइरहेछ त, लाइन आइरहेको छ भने त त्यसो गर्नु त मिल्दैन नि त, हातपात गर्न मिल्दैन त, संयमता अपनाउनु पर्थ्यो। अब ओलीबाले हिजो भन्दै हुनुहुन्थ्यो केटाकेटी छन्, केटाकेटीलाई त्यसो गर्न पाइन्छ त? केटाकेटी बच्चा छन्, मसँग जुत्न आइरहेछन् भने त्यो त त्यसो गर्यो भने त अझ अराजक काम हो नि त, त्यसो चाहिँ गर्नु हुँदैन। अब झापा पाँचमा बा कि बालेन? बालेन। नो बा। बालेन किन? देशमा शान्ति सुरक्षा ल्याउन, देश विकास गर्न, यो अराजकता हटाउनको लागि बालेन नै चाहिन्छ, अप्सन छैन। बालाई चाहिँ किन नजिताउने? यस्तो यो अहिले हेर्नु त, यस्तो घटना भइरहेछ, भ्रष्टाचारी यस्तो बालाई किन जिताउने त? अब अझै पनि बालाई नै जिताउने हो भने त अब देश विकास भयो भनेर नरुदा हुन्छ नि त, टाउको ठुकाएर आफै मर्दा हुन्छ जनता। बालेन शाह आउने बित्तिकै जनताहरूको भिड देखेपछि सहन नसकेर त्यस्तो गरेका हुन्। हो, अब हार्छु भन्ने मानसिकता भएपछि अब अराजकता अपनाएको। यो त ओलीको किल्ला भन्छ नि त। किल्ला भएर के भयो त, जनताहरू सक्षम भइसक्यो नि त, जनता सक्षम भइसक्यो त। अब यति हुँदाखेरि पनि जनताले ओलीलाई दिएर भोट हालेर जिताउँछन् भने त जनता भेडा हो। भनेपछि जनता जतिले बालिनलाई भोट हाल्छन्, भेडा जतिले ओलीलाई भेडा हाल्छन्। ओलीलाई जतिले भोट हाल्छन् ती सबै भेडा नै हुन्। हुन्छ, हस्, थ्याङ्क यू।